पहिलोचोटि सम्भवतः काठमाडौँमै पहिलोचोटि सेकेन्ड ह्यान्ड बाइकमा पनि मेला। तपाईँले नयाँ जस्तै तर नयाँ त मरिगए किन्दिनँ भन्नुभएको छ भने जम्मा 60,000मै जम्मा 2500 मात्रै किलोमिटर रन भएको स्कुटर देखाउँदैछु आज म। आएर रोजी छानी कुन चित्त बुझ्छ ल भन्नुहोस् त। आज एक देखाउनेछु तपाईँलाई म। तपाईँलाई फाइदा हुने ल। हेर्नुहोस् त, आउनुहोस् त यता आउनुहोस् हेर्नुहोस् त। यो दुईटा स्कुटर कलरफुल पनि छ है। म त वास्तु अनुसार चलाउँछु भन्नुहुन्छ भने पनि मसँग अप्सन छ ल। हेर्नुहोस् त, यो ग्रेमा र यो तपाईँले दुइटै पाउनुहुन्छ। जम्मा 2500 गुडेको छ। हेर्नुहोस् त, 2500 गुडेको 60,000 सस्तोमा लानुहोस् न। 2,70,000 2,70,000 डिस्काउन्ट गर्ने कष्ट नगर्नु होला। 2025 को पनि लास्ट मोडल हो भनिहालेँ। तपाईँले स्कुटरै किन्ने सोच बनाउनु भएको छ भने चाहिँ हाम्रो जिएनजी अटो इन्टरप्राइजेसमा आउनुहोस्। खाली हात जानु पर्दैन हजुर, खाली हात जानु पर्दैन। अर्को हेर्नुहोस् त, यहाँ हेर्नुहोस् त, 125cc मा तपाईँले पाउनुहुन्छ 2024 को लास्ट मोडल 2024 को यो पनि रोजी छाने BS6 मै। तपाईँले एनालग लाने कि साँचो विदाउट साँचो भएको लानुहुन्छ, कुन लानुहुन्छ तपाईँले हेरेर टेस्ट राइड गरेर रोजी छानी लैजानुहोस् न हजुर। 2,60,000 मा हो, 2,60,000 मा कम्पनी ग्यारेन्टी वारेन्टी र विशेष अफर सहित लानु होला। हाम्रो जिएनजी अटो इन्टरप्राइजेस तल दिएको नम्बरमा कन्ट्याक्ट गरेर आउनु होला। अर्को यता आउनुहोस् त, म कति राम्रो देखाउँदैछु त तपाईँलाई। 110 मा एफआई चाहियो, 110 मा एफआई चाहियो भने पनि नि नयाँ भन्दा धेरै सस्तो। जम्मा तपाईँले 150 लटको 2024 को तपाईँलाई नयाँमा किन्दा 280 पर्छ नि हजुर। 235 मै लानुहोस् न, 2,35,000 मा यो लानुहोस्। अर्को छ हेर्नुहोस् त, 2,25,000 मा, 2,35,000 मै लानुहोस्। यो हेर्नुहोस् त, 2,35,000 मा। अर्को छ यो 110 हो हजुर। यो एफआई इन्जिनमा BS6 मा तपाईँले यो अहिले आएको टप भेरिएन्टमै हो यो 110 मा। अर्को छ यो पनि तपाईँले 158 लटको, यो पनि लानुहोस् 2,40,000 मा। अर्को छ यो पनि हेर्नुहोस् त, 2,25,000 मा। यो पनि तपाईँले पाउनुहुन्छ 2023 को लास्ट मोडल हो। अर्को छ मलाई त 125 नै चाहियो, BS6 मै चाहियो, एफआई इन्जिनै भएको चाहियो भनेर सोच्दै हुनुहुन्छ भने नि हो, एफआई इन्जिनमा मसँग 125 तपाईँलाई वास्तु अनुसार कलर कुन चाहिन्छ भन्नुहोस् त। रोजी छानी पाउनुहुन्छ कलरमा। हेर्नुहोस् त, सबै छ। जम्मा 2 लाख पनि दिनु परेन। 1,79,000 1,79,000 1,79,000 1,79,000 मा मसँग ग्राजिया रोजी छानी छ। कलर कुन चाहियो ल भन्नुहोस् त हजुर। तपाईँको वास्तु अनुसार लिएर जानुहोस् क्या हजुर। वास्तु अनुसार तपाईँले आएर एउटाबाट छानेर लिने हो र मसँग त यत्रो कलेक्सन छ। प्लिज तपाईँले कुन चाहिँ चित्त बुझ्छ रोजी छानी लिएर जानुहोस्। आखिर चाहिने एउटै स्कुटर त हो हजुर। तपाईँले अन्त कहाँ जानुहुन्छ ल भन्नुहोस् त। एउटा स्कुटर चाहिएको छ, रोजी छानी ल्याउनुहोस्। प्राइस त कसरी नमिल्ला, तपाईँ आफै विचार गर्नुहोस् न हजुर। हो कि होइन भन्नुहोस् त। अब यता आउनुहोस् त, म तपाईँलाई अर्को पनि देखाउँछु। यहाँदेखि देखाइदिनुहोस् न सरलक्कै। डिओ पनि चाहियो भने मसँग डिओ त झन् कति छ कति। ग्राजिया यो 3टा 2023 को भएको भएर तपाईँलाई 2,15,2,15,2,15 मा आउँछ। कलरफुल त छँदैछ हेर्नुहोस्। 2,15,000 2,15,000 2,15,000 मा ग्राजिया 2023 को BS6 एफआई इन्जिन भएको पाउनुहुन्छ भने यो पनि तपाईँलाई नयाँमा किन्दा 3,30,000 चान्चुन पर्ने स्कुटर नि। तपाईँलाई बेच्दाखेरि पनि घाटा नलाग्ने स्कुटर हो है हजुर। तपाईँले यति चाहिँ नोट गर्नु होला। मसँग त डिओको कलेक्सन पनि धेरै छ। यो सबै कलेक्सन मसँग अघिल्लो भिडियोभन्दा 100+ कलेक्सन बढी भएर आएको कलेक्सन हो। अर्को हेर्नुहोस्, डिओ त मसँग यहाँदेखि हेर्नुहोस् त, जम्मा 1,60,000 1,60,000 1,60,000 1,75,000 हेर्नुहोस् त। डिओ स्कुटर कति राम्रो छ हेर्नुहोस् है। जम्मा 1,80,000 1,90,000 1,95,000 1,90,000। आउनुहोस् त आउनुहोस्, म देखाउँछु। यति राम्रो हेर्नुहोस् त, देखाइदिनुहोस् त। मलाई भन्दा पनि विशेष पिक्चर यो स्कुटरलाई देखाइदिनुहोस् है। देखाइदिनुहोस् उहाँहरूलाई दुःख नहुने गरी। यदि यहाँ मैले जस्तो बोल्यो त्यस्तै भएन भने नि हजुर, तपाईँ आएको गएको ट्याक्सी भाडा फ्री दिने शर्तमा नि प्लिज आउनु होला हाम्रो जिएनजीमा। तपाईँलाई मैले जसरी बोले अनुसारको सुविधा सुविधा पाउनु भएन, तपाईँलाई दुःख भयो भने नि मलाई आएर भेट्नुहोस्। आएको गएको ट्याक्सी भाडा सजिलै दिएर पठाउँछ हजुर। अर्को छ नि हेर्नुहोस् त, यहाँ 152 लटको जम्मा तपाईँले पाउनुहुन्छ 2,05,000 मा। 152 लटको डिओ 139 लटको 1,90,000 मा। किन महँगो भयो भनेर सोच्दै हुनुहुन्छ हो, मलाई थाहा छ नि किन महँगो भयो भन्नुहुन्छ अरे। डिओ तपाईँलाई बेच्दा पनि प्राइस आउँछ क्या हजुर। अहिले नेपालमा सबैभन्दा चलेको रुचाइएको स्कुटरै डिओ हो त। अनि तपाईँले महँगो हुँदैन त। तपाईँलाई किन्दा पनि बेच्दा पनि रिसेल भ्यालु टप भएको स्कुटर हो। अब किनेर लिएर जानुभयो, पछि बेच्ने बेलामा पनि तपाईँलाई भ्यालु त चाहिएला। त्यो हिसाबले तपाईँले लगानी गरे जस्तै हो यो डिओ स्कुटर भनेको। आफ्टर सेल सर्भिस पनि जता गएर सर्भिसिङ गर्न पाउनुहुन्छ। यसको लागि डिओ सम्झिने होइन त हजुर। अनि हामीसँग प्राइसको कुरामा चाहिँ अलिकति महँगो भयो भने नसोच्नु होला। बजार जहाँसुकै बुझेर आउनुहोस्। ग्यारेन्टी र वारेन्टी भएकै किन्नुहोस् है हजुर। 137 लटको यतिको लानुहोस् न। जम्मा 1,90,000 मा 1,90,000 मा
2,10,000 हेर्नुहोस् त, यति फुल फ्रेस फाइन कन्डिसनको सिङ्गल स्क्र्याचेस दाग केही नभएको यतिको कम्ब्याट कलरमा डियो 110 जुन चाहिँ कम्पनीमा म ब्रान्ड न्यू किन्छु तर 2,50 हाल्छु भन्दा नि नपाउने यतिको स्कुटर चाहिँ 2,10,000 लिएर जान सक्नुहुन्छ। भनिहालेँ यो स्कुटर डिस्कन्टिन्यू भए पनि हाई डिमान्डेड स्कुटर हो। प्लिज तल दिएको नम्बरमा कन्ट्याक्ट गरेर हाम्रो जिएनजी अटो इन्टरप्राइजेस नयाँ बस्ती जोरपाटी स्वागत गर्दछु। अर्को हेर्नुहोस् त, जम्मा 1,35,000 रोजी छानी लानु न हजुर, रोजी 1,35,000 1,65,000 यहाँ हेर्नुहोस् है, 1,35,000 1,35,000 1,35,000 ग्राजिया रोजी छानी, 1,35,000 ग्राजिया 125 रोजी छानी आइसकेपछि तल दिएको नम्बरमा कन्ट्याक्ट गरेर आउने हेर्न त हजुर। आउनुहोस् त आउनुहोस्, आज म विशेष देखाउँछु ल। हेर्नुहोस् त 1,70,000 त यति सर्लक्कै आउँछ, यति सर्लक्कै स्कुटर जम्मा 1,70,000 आउँछ भने अर्को छ 143 लटको जम्मा 1,80,000 पाउनुहुन्छ। अर्को छ 1,65,000 यतिको स्कुटर पाउनुहुन्छ है। ग्राजिया 125 सेगमेन्टमा नि डिस्क ब्रेक सहित भएको यतिको स्कुटर तपाईँले पाउनुहुन्छ जम्मा 1,65,000 अर्को छ तपाईँलाई 1,60,000 डिस्काउन्ट गर्ने कष्ट नगर्नुहोस्। 1,60,000 यति फुल फ्रेस फाइन सिङ्गल स्क्र्याचेस पनि नभएको स्कुटरहरू नि तपाईँले रोजी छानी यही जिएनजीमा पाउनुहुन्छ है हजुर। अर्को छ डियो 125 सीसीमा यतिको डियो तपाईँले जम्मा 1,75,000 पाउनुहुन्छ भने ए हेर्नु त डियो तपाईँले 1,65,000 1,65,000 रोजी छानी छ हजुर। डियो त लगानी त गर्छु राम्रोमै गर्छु तर एउटामा गर्छु असाध्यै राम्रो खोज्छु भनिराख्नु भएको छ भने यत्रो ठुलो बजार घुम्नै पर्दैन, हाम्रो जिएनजीमा तल दिएको नम्बर खोजी आउनुहोस् त हजुर। तपाईँको सबै कुरा पुरा हुने ठाउँ चाहिँ एउटै थलो हुन्छ, हाम्रो जिएनजी अटो इन्टरप्राइजेस नयाँ बस्ती जोरपाटी। अर्को छ 103 लटको यतिको स्कुटर पनि तपाईँलाई 1,45,000 आउँछ। अर्को 129 लटको डियो यो पनि फिक्स प्राइस 1,70,000 आउँछ ल। 129 लटकै 170 दिएँ तपाईँलाई मैले। 139 लटको अर्को छ मसँग, यो तपाईँले पाउनुहुन्छ 1,90,000 सस्तो देखान सस्तो भन्दै हुनुहुन्छ भने यता आउनुहोस् त, तपाईँको वेटिङमा सस्तो देखा भन्नुहुन्छ भने यतिको स्कुटर तपाईँले 90,000 डियो पाउनुहुन्छ। हेर्नुहोस् है 90,000 95,000 हेर्नुहोस् त म देखाउँछु तपाईँलाई। अर्को छ यो 1,05,000 हेर्नुहोस् है 1,15,000 1,15,000 का डियोहरू लाखको वरिपरिको स्कुटर पनि मसँग टन्नै छ। त्यस पनि ग्यारेन्टी वारेन्टी सहित ग्र्याब गर्नको लागि हाम्रो जिएनजी अटो इन्टरप्राइजेस तल दिएको नम्बरमा कन्ट्याक्ट गरेर आउनुहोस्। भनिहालेँ तपाईँले असाध्यै दुःख गरिसक्नुभयो, घुम्दा कहिले प्राइस नमिल्ने, कसैले ग्यारेन्टी वारेन्टी नदिने, कसैले अब डिलिङ नपुगेको हुनसक्छ। प्लिज एकचोटि जिएनजीलाई पनि माया गरिदिनुहोस्। तपाईँले रुचाएको इच्छाएको र तपाईँले चाहेको चिज चाहिँ एकै छानामुनि मजाले पाउनुहुन्छ है हजुर। अर्को हेर्नुहोस् त, मलाई त एभिएटर चाहिएको, अहिले जेन्ट्सले पनि चलाउनु पर्ने हुन्छ, अलिकति खाल्डो खुल्डीमा पनि चलाउनु पर्ने हुन्छ भने अगाडि सस्पेन्सन भएको यतिको एभिएटर स्कुटर तपाईँले पाउनुहुन्छ 126 लटको जम्मा 1,65,000 1,35,000 1,55,000 हेर्नुहोस् है 1,45,000 1,70,000 1,55,000 1,10,000 1,50,000 1,45,000 ल। हेर्नु त एभिएटर मजाले देखाइदिनुहोस्, मेरो त फोटो देखाउनै पर्दैन हजुर। यति राम्रो स्कुटर अगाडि म त को हो र, हेर्नुहोस् त यति राम्रो स्कुटर छ, त्यसमा पनि रिसेल भ्यालु टप भएको स्कुटरको कलेक्सन मसँग धेरै छ। अपार माया गरिदिनु भएको छ। यसै गरी तपाईँले हाम्रो जिएनजीलाई माया गरिदिनु भने तपाईँलाई पनि फाइदा त पक्कै हुन्छ है हजुर। हामीले पनि कस्टमरप्रति लोयल भएर कस्टमरप्रति जिम्मेवार भएरै काम गर्ने हो। यहाँबाट बाइक अथवा स्कुटर लिएर जाँदै गर्दा स्कुटरमा फुल ट्याङ्क पेट्रोल, बाइकमा 1000+ को पेट्रोल, ब्रान्ड न्यू हेलमेट पनि छ है हजुर। यो सबै लिएर जानको लागि चाहिँ तल दिएको नम्बरमा कन्ट्याक्ट गरेर आउनु होला। हस्त नमस्ते।